हेलो गाइज गुड मर्निङ सो डे 2 भनौँ न होइन अहिले चाहिँ यहाँको 6 बज्न लागिसक्यो हो भर्खर उठेको म पनि झाडु चाहिँ बिहान चाहिँ चिसो हुँदो रहेछ हो गुड मर्निङ बुने अनि हेर्नुहोस् न ब्याकग्राउन्डमा दिस इज वाट आई वान्टेड टु सो फर्स्टमा बिहानै मर्निङमा आज भ्लग बनाएको चाहिँ जस्ट सी द भ्यू बिहानै माउन्टेन यस्तो मजाले देखेँ कि आयो तपाईँहरूलाई पनि मन पऱ्यो अब हेर्नुहोस् ल म पछाडि देखाउँछु तपाईँहरूलाई गाइड सिट यस्तो मजाको घामले भेट्दाखेरि चाहिँ हेर्नुहोस् आम्मा के दामी प्लस हेर्नुहोस् न यहाँको भ्यू बिहानैको यो चाहिँ हो फेटे आज चाहिँ अब कहाँ जाने हो अहिले एकछिनमा सोध्ने हो त्यहाँ माथि पनि छ हेरिहाल्नुहोस् यो हेर्न त आएको खास त है बुने आम्मा बट इट्स सो चिलिङ ओहो अच्छु उयातिर पनि रहेछ उयातिर पनि हेर उयातिर पनि हेलो बाजु गुड मर्निङ यस्तो दामी रहेछ कि यहाँको चाहिँ है आम्मा दामी आहाल जस्तो आउँदैन नि गाइस देख्नु होला यही चाहिँ बिहानै हेर्नु पनि भर्खर मात्रै उठेको थिइनँ पाजीले उठाउनु भएको हो इट्स भेरी ब्युटिफुल अझै अहिले जाँदा झन् कस्तो मजाले देख्छ होला है माथि पुग्दा सो आजको मर्निङ भ्यू चाहिँ यस्तो छ अब चाहिँ फ्रेसन अप भएर तपाईँलाई एकछिनमा भेट्छु है गाइस अब चाहिँ हामी यहाँबाट निस्केको अब चाहिँ वी आर हेडिङ टुवर्ड्स कागबेनी अनि यहाँनिर अरू पनि घुम्न बहुत आएको रहेछ होइन यहाँ चाहिँ पोखराबाट आएको रहेछ हेर्नुहोस् ल यहाँ ब्याकमा यु क्यान सी यहाँ चाहिँ बस लिएर सबैजना यिनीहरू आएको रहेछ एन्ड अब यहाँ यो के हो यो लजलाई चाहिँ वी आर सेइङ गुड बाई एन्ड गोइङ द नेम अफ द लज वाज नेचरल होटल नेचर इन हेलो सुब्रती गुड मर्निङ जस्ट सी सो एक्साइटेड अब हेर्नु फेरि हिमाल अब चाहिँ छेउ अझै जाँदा बाजु रेडी अलरेडी रेडी है निनी पनि अलरेडी रेडी हो अब चाहिँ यहाँबाट हामी निस्किन आँटेको एन्ड अवर फर्स्ट डेस्टिनेसन विल बी पहिला कागबेनी होइन फर्स्ट कागबेनी आफ्टर द्याट मुक्तिनाथ पछि चाहिँ विल फिगर आउट कुन चाहिँ हो मार्फामा चाहिँ बस्ने हो जेरी गल्ली जाने हो हामी जेरी गल्ली है सो गाइस अब चाहिँ हामी चढेको गाडीमा अब चाहिँ हेडिङ टुवर्ड्स अब डेस्टिनेसन बाटोमा एकछिन सानो क्लिप्स बनाउँछु अहिले तर यहाँ हेर्नु नि यहाँनिर यो सनको रे यस्तो मजाले हिमालबाट निस्किँदैछ कि हेर्नु न सो ब्युटिफुल यति मजाको देखेँ कि त्यहाँबाट निस्किँदाखेरि चाहिँ दामी अन्त यहाँनिर चाहिँ यति मजाको कर्निफरस ट्रीहरू रहेछ हो अब चाहिँ हामी गएको ओ दिदी खिच्नुमा बिजी छ सो गाइज अघि हामी निस्केर चाहिँ अलमोस्ट 10 मिनट्स उयसबाट बाटोमा आइपुग्दा चाहिँ अब भिडियो फोटो त बनाउँदै जानु पऱ्यो नि त होइन एन्ड द भ्यू इट्स रियली ब्युटिफुल हो साँच्चै भनेको यतापट्टि चाहिँ खोलाको बगर रहेछ हो यतापट्टि चाहिँ पहाड एन्ड इन द ब्याक अगेन माउन्टेन हेर्नु नि यहाँनिर खोलाको बगर हो माउन्टेन अब त माउन्टेन रिजन यति अब आँखाले देखेको जतिको त उयो गर्न सक्दैन हो क्यामेराले तर भए पनि आइएम ट्राइङ टु सो यु गाइज हेर्नु न दामी यहाँ योहरू एरियाहरू यो रुखहरू हो कति मजाको देख्दो रहेछ भने नि अब हेर्नुहोस् न वरिपरि मलाई चाहिँ यो मन पऱ्यो कति मजाले दामी निस्किँदैछ कि अब त्यस्तै सो गाइज अहिले चाहिँ हामी यहाँनिर जम्सनमा आइपुगेर एकछिन चेक पोस्टमा झरिरहेको छ हो एन्ड साँच्चै भनेको रियल्ली मुस्ताङ एन्ट्रेन्स भएपछि चाहिँ म पनि खास चाहिँ के सोचिरहेको थिएँ भन्दा चाहिँ मुस्ताङ चाहिँ एउटा पार्टिकुलर जग्गा होला भनेर तर मुस्ताङ चाहिँ एउटा सबै मतलब
यो पुरै मुस्ताङ रहेछ जुन चाहिँ चाहिँ सानो सानो आफ्नो आफ्नो जग्गा रहेछ जस्तै हामी फेटेमा बसे अहिले जमसङहरू सबै मुस्ताङको एउटा भाग रहेछ अहिले ब्यागमा हेर्नु न फेरि यति दामी छ कि माई गड सो इट्स रियली ब्युटिफुल हेर्नु ल ब्यागमा हेर्नुहोस् न डाँडा कति राम्रो यहाँतिर गुम्बाहरू चाहिँ बेसी रहेछ यहाँनिर बुद्धिस्टहरू बेसी रहेछ हो अनि यहाँनिर हेर्नु पहाडै पहाड कति रमाइलो साँच्चै भनेको यहाँ चाहिँ म नेक्स्ट टाइम आउनु मिल्यो भने चाहिँ म बाइकमा आउने छु हो किनभने बाइकमा आउनु त मलाई सपनै हो सो इफ आई गेट चान्स आई स्योर भिजिट दिस प्लेस अगेन इन ए बाइक त्यति बेला चाहिँ बाइक टुर गर्ने हो पास बनाउनुलाई कस्तो पास सो गाइज तपाईँहरू पनि नेपाल बाइक अरू जग्गाबाट आउनुहुँदैछ भने चाहिँ यु हेभ टु मेक अ पर्मिट सो यहाँनिर चाहिँ पर्मिटको अलिक तल बनाउनु भएको हुन्छ त्यहाँनिर चाहिँ पर पर्सन गासा है त्यहाँनिर चाहिँ 1000 पर पर्सन या पोखरामा बनायो भने यहाँनिर जति माथि आउँदैन त्यहाँ चाहिँ 2000 पर पर्सन लाग्दो रहेछ अब टु मेन्टेन दिस प्लेस यो पर्मिट त लिन्छ नै होला नि त होइन त्यसको लागि हामी चाहिँ त्यहाँनिर पर्मिटको लागि जाँदैछौँ अहिले त प्लेस साँच्चै भने अनि अर्को कुरो चाहिँ के यहाँनिर भन्नुहोस् त एप्पलको खेती यति बेसी हुँदो रहेछ कि एप्पलको खेती तर अहिले फिलहाल चाहिँ एप्पल छैन अलिअलि मात्रै लगाउँदै रहेछ सो लेट्स चाहिँ अब हेर्दै जाउँ के कस्तो हुँदैछ अब त्यहाँनिर उयो काटिहाल्ने पर्मिट हो आफ्टर ल कस्तो के लाग्यो त नि एकदम राम्रो लाग्यो पहाडहरू है जम्सन राम्रो लाग्यो नि बुने के भयो हालत पत्ला छ त तिम्रो त हेरौँ त्यस्तै छ अलिअलि स्टार्टिङ हिजोदेखिको त्यस्तै भइरहेको छ हो हुन चाहिँ पहाडहरू राम्रो चिसो है राम्रो मौसम चाहिँ एकदमै दामी एकदमै राम्रो लाग्यो मलाई मजा आयो यहाँ त्यो एकदम त्यो आर्टिफिसियल जस्तो हेर्नु न त्यो है त्यो ओरिजिनल पहाडहरू हैन सो गाइस यहाँनिर चाहिँ चेक पोस्ट के हो यो गरबचोङ गाउँपालिका मुस्ताङ हार्दिक स्वागत गर्दछु यहाँको चाहिँ चेक पोस्ट रहेछ यहाँनिर हो हेर्नुहोस् ल सो यहाँनिर चाहिँ चेक पोस्ट टुरिस्ट इन्फर्मेसन सेन्टर एन्ड चेक पोस्ट रहेछ यहाँ आउनेहरूलाई सो जो यहाँ भिजिट गर्नु आउनुहुन्छ यु क्यान कम हियर एन्ड डु दि अल चेकिङ्स अन्नपूर्ण कन्जर्भेसन एरिया प्रोजेक्ट रहेछ यहाँनिर अनि त्यसपछि एसिया चेक पोस्ट जम्सन सो गाइस अब हामीले यहाँनिर चेक पोस्टमा हामीले यो चाहिँ गरिसक्यो होइन अनि तपाईँहरू जो पनि यहाँ भिजिट गर्नु आउनुहुन्छ इफ यु वान्ट टु डोनेट समथिङ यहाँनिर चाहिँ पछाडि चाहिँ मुस्ताङ चिल्ड्रेन होम पनि रहेछ जमसमको यु क्यान भिजिट दिस प्लेस अल्सो होइन अनि अहिले के गर्दैछ भने फोटो सेसन हुँदैछ फेरि हो यहाँ हेर्नु नि यहाँ पोस्टमा दे आर क्लिकिङ द पिक्चर्स बिकज अफ दिस भ्यू एन्ड इट्स रियली ब्युटिफुल अब चाहिँ हामी यहाँबाट चाहिँ वी आर हेडिङ टुवर्ड्स आवर नेक्स्ट डेस्टिनेसन कागबेनी भन्दै थियो हिजो चाहिँ हामी कागबेनी आइपुगे सो यहाँ कागबेनी चाहिँ पिण्डहरू दिने श्राद्धहरू दिने जग्गा रहेछ मेन चाहिँ यहाँनिर आफ्टर द्याट चाहिँ यहाँबाट गरेर चाहिँ उता मुक्तिनाथ जाने रहेछ हो बट त्यो पनि ठिक्कै पहाडको बिचमा चाहिँ मजाको जग्गा रहेछ यहाँनिर पनि हो इट्स भेरी गुड आउट हियर पनि हेरेछ हौ कागबेनी पिण्ड दिने जग्गा रहेछ नि त यता चाहिँ है राम्रो हो नि तर है यस्तो जग्गा पनि त्यहाँ चाहिँ आफ्टर द्याट चाहिँ यहाँबाट चाहिँ मुक्तिनाथ होइन यहाँबाट सबैजना त्यसरी जाँदो रहेछ थाहा हुनेहरू मात्रै है अरेल्स त डाइरेक्ट अच्छै दिखाएको है तर मजाको है यो जुन चाहिँ हुन्छ नि होइन पाहाड साँच्ची भने त्यो उयसले गर्दाखेरि चाहिँ अलिक रड्डी भयो क्या खोइ कुनै किन हिजो अस्तिदेखिको चाहिँ अलिक भए पनि उयोहरूलाई मिस्ट लागिरहेको छ यहाँनिर आई डोन्ट नो किन तर यहाँ पनि यति मजाले पाहाड देखिरहेको रहेछ कि हेर्नुहोस् है हेर्नु न कति मजाले पाहाड देखिरहेको थियो तर अफसोस क्लियर छैन नि त अब चाहिँ दामी देख्ने रहेछ यो जग्गा चाहिँ वरिपरि हेर्नुहोस् है जस्तै चट्टानको बिचमा दामी सो गाइस यहाँ चाहिँ अलिअलि जाडो पनि रहेछ हो तर घाम लागेकोले गर्दाखेरि चाहिँ अलिक भए पनि गर्मी नै छ तातै छ भनौँ न अनि यहाँ चाहिँ यो एरिया चाहिँ पिण्ड दिने एरिया चाहिँ यहाँ साइडमा रहेछ हो हेर्नुहोस् ल ब्याकग्राउन्डमा यो एरिया चाहिँ पिण्ड दिने एरिया रहेछ यु क्यान सी कतिजना पिण्ड दिनु बसिरहेको छ यहाँनिर हो साइडमा खोला बगिरहेको छ यसरी दिँदो रहेछ अन्त एरिया इज अल्सो लाइक दिस यहाँ देख्न सक्नुभयो कतिजना त्यसरी दिँदैछ हो यहाँ माथि चाहिँ गुम्बा पनि रहेछ यु क्यान सी यस्तो प्रकारले चाहिँ यहाँ गर्दो रहेछ हो सो गाइज मुभीतिर पनि देख्नु भएको होला मुस्ताङ आउँदाखेरि त्यो जेरी मुभी भयो अरू पनि कुन चाहिँ मुभी छ नि त्यहाँतिर मुस्ताङको देखाएको छ नि यो देख्दा त्यस्तो लागि हुनु चाहिँ अहिले मार्फामा छ त्यो के अरे स्प्रेदी जेरी गल्ली है जेरी गल्ली अहिले हेर्नु त्यस्तो खालके यहाँनिर यस्तो खालके मतलब हाउस या बिल्डिङ भएर चाहिँ यस्तो गल्ली छ नि सो जस्तै यहाँ चाहिँ रहेछ शालिग्राम होमस्टे लोकल टी हाउस
कति मजाको रहेछ यो है एरिया आयो तपाईँहरूलाई पनि मन पर्यो होला यो एरिया यस्तो प्रकारले मजाको जग्गा रहेछ यो गाइज अब मुस्ताङ त आएको होइन मुस्ताङ आएपछि हामी यो सायद चौरी गाईको बच्चाहरू होला योहरू यो चौरी गाईको बच्चा हो ए चौरी गाई लुलु गाई हो ए जस्सी गाई लुलु गाई हेऱ्यो कस्तो क्युट रहेछ ए गल्लीहरू यहाँनिर हो देख्न सक्नुभयो अनि हामीले त के अरे पिज्जा खान्छ बर्गर खान्छ होइन केएफसी म्याकडोनल्ड्स डोमिनोस अनि यहाँ चाहिँ के रहेछ थाहा भयो के रहेछ भने चाहिँ यहाँ चाहिँ याकडोनल्ड्स रहेछ सो याकको मासुको चाहिँ उयो होला सो हामी त्यहाँ जाँदैछौँ हेरौँ कस्तो के रहेछ है सो यही यस्तो खालके मजाले दुईपट्टि उयो भइकन चाहिँ मजाले बनाएको जग्गा रहेछ हो हेर्नु न के मजाको कागबेनी चाहिँ यही रहेछ है कागबेनी होइन यो पुरै कागबेनी मुस्ताङ चाहिँ हेर्नु के मजाको योहरू है एन्ट्रेन्सहरू मुभी नै अब चाहिँ मुभी फिल भयो नि पुरै गाई यो चौरी गाईको नै होला हो यहाँनिर चाहिँ सपिङ सेन्टर रहेछ ब्रान्डी एप्रिकोट एप्पल साइडर केहरू चाहिँ यसरी पाउँदो रहेछ अनि हेर्नु न यहाँनिर बिचमा एली दामी रहेछ यहाँको ओ द्याट इज याकडोनल्ड्स सुप्रियादी यहाँ खुसी याकडोनल्ड्स देखेर हो मजाको रहेछ यो उयो मजाको बनाएको रहेछ है सो गाइज दिस इज याकडोनल्ड्स यो रहेछ याकडोनल्ड्स भनेको चाहिँ यु क्यान सी हियर बाहिर चौरी गाईको यो पनि बनाएको रहेछ सी होटल स्टाइङ गेटवे म्याकडोनल्ड्सको बदली त्यहाँ म्याकडोनल्ड्स एम पनि बनाएको छ हेर्नु नि त्यहाँ ए याकडोनल्ड्स चाहिँ त्यस्तो रहेछ नि हेर्नु नि त्यहाँ फ्रेस एप्पल जुस पाउँदो रहेछ कति मजाको रहेछ यो रेस्टुरेन्ट है याक दिस इज द याकडोनल्ड्स अहिले उयो छैन होला हुनु त यसै भ्यू पनि भित्रको मजाको रहेछ यहाँभित्र पनि कोजी डेकोर रहेछ है योहरू रहेछ यहाँनिर हो बुलेरो जिप सफारी सो गाइज हेर्नुहोस् चक्लेट ब्राउनी एप्पल क्रम्बल होममेड स्निकर्स कति मजाको डेकोर बनाएर राखेको छ तोङबाको फेरि मेन त यहाँनिर गाइज चाहिँ यहाँनिर बुक्सहरू पनि रहेछ यहाँनिर यस्तो मार्क्सहरू पनि रहेछ डिफ्रेन्ट डिफ्रेन्ट देयर इज अ स्मल रुम आउट देयर यो दामी बनाएको रहेछ हेर्नु न क्रिएटिभिटी इट्स ब्युटिफुल इट्स गुड गाइज मेन त यहाँ पो रहेछ त तोङबाको होला यो हुनु चाहिँ र हलो जोत्ने हो कि के आई डोन्ट नो वाट इज दिस बट इट्स गुड यो पनि हेर्नु यो पहिलाको यो हलो जोत्ने नै होला हौ हेर्नु नि यहाँनिर कोजी बनाउनु लागि चाहिँ यो पनि रहेछ के भन्नु अब यसलाई चिम्नी हजुर हुन्छ उहाँहरू नि रहेछ यहाँको फाउन्डर चाहिँ है त्यही त इनिसिएटिभ चाहिँ दामी है याकडोनल्ड्स दामी मजाले गरेको छ हुन्छ सो गाइज अब हामी चाहिँ यहाँ याकडोनल्ड्सबाट निक्लियो राम्रो खोलेको रहेछ यो चाहिँ हो अब हामी मन्दिर जानु परेकोले गर्दा चाहिँ केही खाना चाहिँ पाएन यहाँनिर हो तर इनकेस फ्युचरमा आयो भने चाहिँ आई स्योरली भिजिट दिस प्लेस एन्ड इन्जोय द याकडोनल्ड्स अहिलेको लागि चाहिँ नाउ वी आर गोइङ निनीहरू त्यहाँनिर सक्नुभएछ अब त्यहाँनिर निनीहरूलाई भेट्ने हो यहाँनिर चाहिँ गाइज सोभिनियर्स एन्ड गिफ्ट कलेक्सन रहेछ हो हेर्नु न के मजाको सोभिनियर्स रहेछ हो त्यो मात्रै याक चिज हेर्नु चिज पनि रहेछ यहाँनिर हेर्नु कति मजाको स्ट्याचुजहरू रहेछ हो भित्रभित्र निकै रहेछ नि यहाँभित्र त सोभिनियर्सहरू आदि याकडोनल्डको भेस्ट रहेछ सो सना एन्ड स्टिम पनि रहेछ ल गाइज यहाँनिर मल्लोटहरू पनि रहेछ वाइनहरू पनि रहेछ वाइनहरू पनि राम्रो राम्रो रहेछ त यस्तो खालको यहाँनिर चाहिँ राम्रो जग्गाहरू रहेछ हौ इट्स ब्युटिफुल द प्लेस इज रियली रियली ब्युटिफुल गाइज आउँदा यहाँनिर मोटर बाइक देखेर चाहिँ मलाई अब के भन्नु यसमा चाहिँ आउनु पाएको भने चाहिँ कति दामी हुन्थ्यो अझै रमाइलो हो हियर आर द मोनास्ट्रिज त होइन एउटा मोनास्ट्री रहेछ त्यहाँनिर अनि होटल्सहरू पनि रहेछ अब यहाँबाट चाहिँ यु हेभ टु हेड टुवर्ड्स मुक्तिनाथ मजाको यहाँ माथि चाहिँ कागबेनी लेखेको रहेछ हेर्नुहोस् ल जस्तै त्यो कागबेनी एन्ड हियर इज जोनी क्यास होटल एन्ड रेस्टुरेन्ट यस्तो रेस्टुरेन्टहरू चाहिँ निकै रहेछ यहाँनिर
राम्रो लाग्यो लेट्स गो अब हजुर भेटेँ थ्याङ्क यू यहाँ हेल्पफुल रहेछ मान्छेहरू पनि है मजाले बोलचालहरू पनि गाइस यहाँनिर चाहिँ यसरी पूजाको सामानहरू सानो स्टल्सहरू पनि रहेछ स्टल्सहरूमा चाहिँ यो टोपीहरू पाउँदो रहेछ हो यु क्यान सी यो याकको यो पनि पाउँदो रहेछ हो अब यहाँ तलतिर पनि छ सानो स्टोरहरू पनि फोसिल्स शालिग्राम रहेछ यहाँनिर चाहिँ यु क्यान सी गाइस फोसिल हो नि यो त देख्नुभयो पूजाको लागि यो स्टल्सहरू यहाँनिर मजाको चाहिँ पूजाको सामानहरू भयो हो अब यहाँनिर पिण्डको जानु लागि अनि यहाँनिर सोभिनियर्सहरू लानु पनि अलिअलि बिक्री भएको रहेछ निनीहरूले चाहिँ पिण्ड के भने श्राद्ध गरिकन आयो बाजुलाई भेस्ट पनि दिएछ भन्यो मलाई चाहिँ भन्नु चाहिँ ए मलाई चाहिँ भेस्ट दियो अरे यस्तो छ है यस्तो छ रुपाजु चाहिँ अब यहाँबाट चाहिँ मुक्तिनाथ जाने होइन डाइरेक्ट